So welcome back to my new vlog. यो मेरो घर त्यो फेरि उता त्यो दिदीहरुको घर यो फेरि आइसको मामा घर अनि त्यहाँ फेरि सबिता यो फेरि उता त्यो अलि सस्ता यो फेरि त्यसो गरे नि त देखाउन यो फेरि त सबिताको घर हामी पहिला पिछिको थियो नि सबैको घर मेरो कलेज राम्रो यो पनि हो। नमस्ते गाइज, मेरो नाम सोर्सपुन अनि म चाहिँ यो भिडियो गराएको दाइ भनौँ। अनि हामीले चाहिँ यो पटेका राखेछौँ, हजुरहरूलाई चाहियो भने भन्न सक्नुहुन्छ। यो चाहिँ स्काई हो, दुईचोटि पड्किन्छ, एकचोटि तल एकचोटि माथि पड्किन्छ। यसलाई पर्छ एक पिसको 100 रुपियाँ, एक पिसको 100 रुपियाँ पर्छ। हजुरहरूलाई चाहिएछ भने सम्पर्क गर्नुहोला। ल भइछ कसको घर हो? यो चढ्दै घर हो। अब हामी सबको घर देखाउनु होला। हाम्रो बाबा गइरहन सबको घर देखाउन। निर्देशको घर हो, जुन निर्देशमा अझै भरा गराउँदैछ नि निर्देशको घर हो। यो विपन्नजीको घर हो, यो निर्देशको घर हो। तर बस्नु दिएको भए अर्को घरतिर अब देखा गाइस यही हो। हेर्नु सक्नुहुन्छ यो अनि घर नि हो गाइस। यो मेरो घर हो, हेर्न सक्नुहुन्छ। यहाँ साइकल बनाउन पनि छ। अब यो त मार्दैन आइदैन त। ल कसो घर स्कुल देखाइदिएको रुक पहिल्यै यो हेरौँ। यो तेरो कुन स्कुल हो? यो स्कुल नाम जोरसँग न। यो गाइस यो श्रीजिका सेकेन्डरी स्कुल हो। हाम्रो भित्र कोचिङ पढ्दैछन् 10 मा हजुर नि आउन सक्नुहुन्छ होला। 8 म भित्र 10 मा हुने गाइस। त्यो हाम्रो नयाँ स्कुलतिर आइरहन्। यहाँ मन्दिर सन्दिर नि पुरै हो, आउन सक्नुहुन्छ। यहाँ बहुत राम्रो स्कुल हो। मन्दिर आइज उता छोड्दै अब आइज मन्दिर। अब सो गाइस म घर जाँदै हो। अब सिधा उता छोड्दै अब आइज मन्दिर। अब सो गाइस म घर जाँदै हो। अब सिधा अब भुडी हो कि भुडी गराउँछु गाइस। हेर्नु होला मेरो पाठ। गुड बाई। जब हाम्रो घर गइरहेँ क्यामेराम्यान नि घर गएर कुरा गर्छु भन। अब घर गएर कुरा गर्छु भन पुछेको ल। सो गाइस अब हामी गएर हम घरतिर यहाँ बाटो नि आइसक्यो। धान दुईटा पालन कुकुर ओए लडिया छुट्टाउँछु गाइस। नेक्स्ट टाइम फेरि दबाइरहेको एउटा मान्छेलाई एकजना बच्चालाई भाइ हान्ने ओए डल्लो जानु त घुस्दै हेर्न सक्नुहुन्छ। डल्लुमा भागिरह युट्युबर ल जब छिट्टा काट्नु काम पैसा आज सब किन्यो गाइस। सो यति पैसा मागिरहन् गाइस। क्यामेराम्यानको भाइ हन् यी गाइस हेर्न सक्नुहुन्छ होला। यहाँ रुकिरहन्। सो गाइस अब 10 रुपियाँ पाइयो गाइस। अब हामी गइरहन्। अब गाइस हामी गइरहन् छिट्टा काट्नलाई। अब हामी जाँदैछौँ। सके हम चित्ता काट्न पुगिसक्यो अनि अब हामी चित्ता काट्ने। यो भ्लग गराउनेको दिदी यता खान दोकानमा बहुत चर्को घाम हो गाइस। चित्ता किन्न भन्दा राम्रो त गाइस। अब यहाँ चित्ता काट्ने हो गाइस। आन्टी चित्ता काट्नु होला। आन्टी दोकान छ बहुत ठुलो। यहाँ पेन्सिल पेनहरू सब पाइन्छ। यहाँ आउनु होला किन्न सब। यो राम्रो दोकान हो गाइस।
हामीले जोडेर आउनुपर्छ बल्ल हिँड्नु होला कसरी के गर्छन् भनेर गाइज बल्ल हजुर थाहा पाउनुहुन्छ गाइज आयो बाटो भरुन गाइज मैले भिडियो त गरिराखु लाइक नि हान्दिनु होला गाइज सब्स्क्राइब नि शेयर नि कमेन्ट नि हान्दिनु होला गाइज अब मैले अन्त्य आउँदै हुनुहुन्छ गाइज अब म किन्यो चित्ता यो एउटा किन चित्ता सबै अन्तिम आउनु भइसक्नु भयो चित्ता 10 को टिकटक गराएको युट्युबमा हो ल लिनु पार्नुस् घडी पार्नुस् एक हप्तापछि लैजानुस् कार पार्नुस् भक्कु लैजानुस् अनि घडी लाउन पाइन अहिले अनि लास्ट पुरै चिट्ठा भएपछि सानो घडी त पाइयो वहाँ हेर्न सक्नुहुन्छ कार छ लैजानुस् चिट्ठा काट्नु सक्नुहुन्छ कति आयो गाइस 21 मा छुट मिलेको छ छोटेर मिल्यो गाइस भित्र जल्दी गर्नुस् मेरो भाइले यो मिल्यो यो वाला मेरो भाइले 1 to 1 121 नै पर लाग्यो छैन अब अर्को खोल फर्स्ट ठाउँमा परेन गाइस घडी लाएर भित्तामा टाँगेर पढ्नुस् बिहान घण्टी लाग्छ 388 3 2 4 छैन 3 परेन 3 ने मात्रै परो जम छोटुला परे जस्तै केही नै परेन अब हामी गइराखौँ अझै यति नै हो भरक के हुने गरे अब छैन